आज गाइस हाम्रो फेभरेट सब्जी रहेको छ हैन वाउ एकदम राम्रो ओके गाइस यो बक्साबाट हाम्रो आज बिहान सुरुवात भइसकेको छ अनि मम्मीले एकपल्ट बक्सा हेर्ने अनि पनि यसलाई अनबक्सिङ गर्नु पर्ने छ हैन अलिकति हटाइदिनु त्यो कट्दैन नजिक आऊ सुर पनि होइन पो रहेछ हेर्दै त त्यो डोरी काम दिन्छ सडकको खोला जान्नेले के हो जान्ने त यहाँनिर सब 102 जान्ने हुनुहुन्छ नि Unboxing. अनबक्सिङ गर्न गइरहेको छौँ यसलाई यहाँबाट पनि खोल्नु पर्ने रहेछ अर्को यस्तो गाँठो कहाँ छ एउटै गाँठोबाट उयो गरेको रहेछ नि दर्नो रहेछ यो त नभएको आउँदै नभएको छ यो मान्छे मेरो नङ छैन यहाँ हुँदैन त्यसले म त बल्ल बल्ल खोल्यो बन्द गर गर्दैन त्यही त त्यहाँ हेर्न जान्नु छैन भुटानी एउटाले गर्छ सानो हो पहिले उसले त्यो यस्तै बान्ने खोल्ने गरेर त्यही त बिस्तारै गर उकाल्नु यहाँबाट फेरि भित्रतिर नगर नगर सिसा यो कस्तो यो थाहा छैन बुझ्नु त्यहाँ नछेल्ले न त जिउले त्यहाँ उज्यालो देखियो त्यहाँ हत्ती नगर न शक्तिमान छिन् भने उनी शक्तिमान छिन् डोरी खोल्नलाई बिस्तारै खोल्नलाई त डोरी चाहिन्छ अब गाइज अब अनबक्सिङ भइरहेको छ सुरुमा यो यता यहाँ त्यसपछि यो कार्टुनलाई यहाँ त्यस पछाडि एकदम देखाऊँ यहाँ अलिक रुरु भनेर लगाएको छैन त्यो पनि निकालिकन कहाँ टालिदिएको रहेछ अब अनबक्सिङ भइरहेको मम्मी वाउ एकदम राम्रो
अब यसलाई गाइज माथि लिएर जान्छौँ स्पेस चाहिँ एकदम ए मैले त्यो खुकुरी भन्दा माथिको डल्लो चाहिँ के को बनाएको रहेछ भनेर हिजो दिन मलाई सोचेको घुम्टो पो रहेछ नि घुम्टोलाई पोको पारेर यस बिस्तारै एप्रोक्सिमेटली कति किलोको होला अब त्यो कहाँ राख्नु माथि माथि यहाँ छ त काँटे हाल्नु झर्दैन सायद काँटी दुईटा त छ तर ढोक्नुपर्छ कि पर्दैन हेरेर बिस्तारै हो नि धेरै भारी छैन धेरै भएको छैन आठ गरेलाई कोठा यो ठाउँ फुल यहाँ खाली छ चेक गर ढोलो भएछ मेरो त्यहाँदेखि उता राख्ने उता तल माथिबाट राख्ने र खै तलबाट राख्नु नि भइहाल्छ ठोकिन्छ र नि त हातहरू खै हेरौँ न कता ट्राई गरौँ न कता हुन्छ एकपल्ट ट्राई गरौँ न यहाँ त हुँदैन यहाँ भनेको होइन होइन उ त्यहाँ माथि काटीमा चाहिँ होइन यहाँ हो त्यहाँनिर ठ्याक्कै त्यो यो यस्तो गरोस् कि यसमा यसमा भनेको हुँदैन त्यसले के अप्ठ्यारो गर्दैन नि मैले चाहिँ यहाँ भनिदिएको त्यहाँ त अनि तपाईँलाई उ भइहाल्छ होइन त्यो त लास्ट भारी छ नि फेरि मिलाएर गरेन भने त फेरि फ्याक हुन्छ सिमेन्टले वेट झान्छ त यसको भन्नु यहाँ यी गर्ने त मैले चाहिँ यसले चाहिँ यो काठ होइन अँ यसले चाहिँ वेट भेट्छु थाम्छ कि भनेर क्या यो सिमेन्ट त फङ चाहिँ हुन्छ नि त त्यो भएको भयो काट्यो अर्को हाल्नु पर्यो यो कहाँनिर हाल्नु पर्छ यसले दिएन नि यसमा दिएन नि यो निकाल्नुपर्छ अब यहाँ भन्छ माथि भित्र म तल जाऊ होइन यस्तो आङ्कोसेवा त्यो हमर छ नि त्यो लिएर आऊ त त्यहीँ छ त्यही उयसमा आङ्कुसेवा छ त्यहाँ अँ त्यो लिएर आऊ त त्यहाँबाट छिटो यो काँट निकालौँ अनि गरौँ न त मैले भने यहाँ माथि हाल्न त हुन्थ्यो कि यो सिमेन्ट फङ आउँछ होला नि त ट्राई गर्ने त एकपल्ट तर यो सिमेन्ट छ फेरि उयो यो भन्दा नि यो दह्रो हुन्छ जस्तो लाग्छ यी गरौँ न त त्यसो भए यसले अब यसलाई टिप ल यहाँ भुँडीमा आगो खुस्किने गरी यसरी काटे निकालिन्छ सुरुमा यो पछि हामी काटे हान्छौँ यो सोखा हो नि त सोखामा काँटी हान्न मुस्किल पर्छ निकाल्न हजुरको देखिन्छ यहाँ छ एउटा यहाँ छ एउटा अठा उता हेर्दा कस्तो देखिन्छ अलि यता ल्याउनु न उता हेर त कताबाट हेर्नु तलबाट हेर नि कति देखिन्छ भनेर यहाँ अरे ठिक छ त ठिक छ ल एउटा यहाँ हो कहिले गाउँ हल्के त तसरी राखे नि हुन्छ एउटा यहाँ एउटा कहाँ थियो तपाईँले कहाँ लाउनुहुन्छ यहाँ आउँदा त्यो ठ्याक्क टाउँ लगाएर नै उखाइ हुन्छ आफूलाई त्यो काटी निकाल्न काटेर आउने दाग बनाउनु पर्छ यसमै तसरी गरौँ न ल दागबाट यहाँ किन हाल्नु ल यसको यहीँ चिनी हालिन्छ नि थोडी
अब गाइज हाम्रो त्यहाँ हो हटा धेरै भित्र नहाल्नु फेरि त्यसलाई घुसार्नु पर्छ नि अरू के थियो यहाँ यहाँ म त पुरा नै काटे कहाँ हो म त पुरा च्याम्पियन भयो भनेको त काटे ला त्यो च्याम्पियन हाम्रो धेरै भित्र हालेर पनि काम छैन हेर्नुपर्छ है यो भयो आऊ त अडिन्छ कि अडिँदैन पसेन काटिरहनु ठाउँ भएछ होइन त्यो दाग बनाएको होइन यहाँ ठिकै ठाउँमा छ अनि के गरी मिलेन त्यो उता गरिदियो उता गरी तिमी कस्तो गड ठाउँमा भयो दाग लाउँछौ अनि मिया भएको होइन कहाँ यसरी हुन्छ त एउटा ढोडीको दुईवटा काट फुटुका त दुई ठाउँ राम्रो मजबुत हुन्छ यसको साइडमा स्विट एउटा छ हो यो कस्तो मिलेन क्या तपाईँ यहाँ राख्नुभएको अनुसार त त्यहीँनिर भयो कि तर चाहिँ अन्त पहिला यताको हालौँ न त अनि त्यता हालौँ फेरि भयो त्यहाँ होइन भएकै छैन अडेको छैन यही अडेको यही हो क्या दुलासतिर नै हो रङ साइडमा छ नि काटी रङ भयो फल निकाल्नु छ तिमी पनि दागलाई उयो गर न छ्याप काँडे निकाल्दै हाल्दै तात्तिने कुरा होइन तिमीलाई एकपल्ट दाग राम्रो छ भने दाग राम्रोसँग काठी लगाएको भए हुँदैन थियो एकपल्ट काम भयो यहाँ रहेछ नि त दाग लाग्यो भने तपाईँ आफै रङ साइड त्यही त त्यहाँ अलिक तल के हो यहीँ हो कि अघिबाट रङ साइड लगाएको भने ठिक ठाउँमा लाएर अर्को ठाउँ ठोक्नु भएछ अनि लाइन गएर ट्राई गरौँ एकपल्ट पुरै ब्ल्याक आयो अझै उठाउँदा बाबा पढ हल्का बन्द गर्नुपर्छ पढ लाइन पनि आयो अडियो चिरो अहिले चाहिँ अब पनि अडियो हेरौँ त झर्दैन यस्तै हो चिरी भएन ठिक छ त अब यो ब्यानर छ नि
त्यो ब्यानर चाहिँ यहाँ ठास्क्यौ त्यसो भए त्यहाँ होइन यहाँ हाल्नु हो त यहाँ हाल्नु निक्लियो नबङ्गाउ न बेबी बङ्गे भएन ब्यालेन्स मिलाएर पठाउनु पर्छ त्यही त बिहान अर्को अब म त्यहाँबाट काटी बाङ्गी गरेर सर काटिसक्यो मलाई ठाउँ चाहियो नि त यो यहाँ होइन छोडिदियो यहाँ त्यहाँ हानेको होइन अघि छैन ए हो काम खलास अब तिमीले मलाई 1000 रुपियाँ दियो यति काम गरे बापत अलि त्यसलाई अझै एउटा फोटो गर अनि तँ टालिदियो सानोबाट होइन यहाँनिर हेर्नु न यहाँनिर केही न केही हाल्नुपर्छ हो यो भित्तामा अब केही फोटोहरू हाल्दा भइहाल्छ नि हौ हाल्नु छ यहाँ उ त्यहाँ अनि उता 3टा हाल्नुपर्छ भइहाल्छ नि हस् नमस्कार नमस्कार नजानुहोस् तपाईँ काम भयो ऊ काँटी भान्जा खडा फुटानेर छ हेर्नु त बोला बोला हाने मम्मी तपाईँ त्यो हामीले बनाएको फ्रेमलाई के भयो पैसा राम्रो कुरा लाग्यो कि तपाईँलाई फोकटै पैसा खर्च राम्रो कुरो हो पछिसम्म आफूले सम्झिने यस्तो थियो भन्ने हुन्छ राम्रो नि अब हाम्रो पालामा थिएन तिमीहरूको पालामा त्यस्तै रमाइलो आयो एकदम राम्रो मेरो खाने अहिले स्वास्थ्यलाई एकदम राम्रो हो नि यो बिहान आजको दिन यसरी सुरुवात दिनको हेर्न सक्नुहुन्छ यस्तो मौसम हुन्छ गडाङ गुडुङ राति पानी कम्ती चट्याङ बढी भइरहेको थियो हेर्न सक्नुहुन्छ पुरै पानी पर्न तम तयार भएको मौसम छ तर चाहिँ पर्ने हो कि पर्ने चाहिँ थाहा भएन होइन पऱ्यो भने हामीलाई केही टेन्सन छैन त्यही एउटा दोकान चल्दै रहनु मात्रै हो सौर्य नाति यहाँ हो यहाँ तल छिटो 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 आइहाल कुदा त टिभी नहेर्नु त्यो टिभी पुरै बन्द गरेर प्लग निकाल राउ गडेङ गर्दैछ सुन्यौ? खानु पनि छैन त्यो प्लगै निकाल प्लग आकाश पुरै चट्याङ परेर टिभी नहेर अहिले यस्तो मौसममा टिभी नहेर्नु क्या हान्छ क्या आइज खानु न
स्वास्थ्यलाई राम्रो हो नि यो त जल्दी हल्दी हो र भएर मलाई हामी वेट गरिरहेछौँ खानाको मम्मी त्यहाँ हुनुहुन्छ नै जिन्दगी नै उमङ भन्दै वाउ आज गाइज हाम्रो फेभरेट सब्जी रहेको छ होइन इस्कुसमा आलु त्यही पनि एकदमै फ्राईवाला भाँचिन कस्तो लाग्छ दामी लाग्छ बब्बाल मलाई बब्बाल लाग्छ अनि चाहिँ दाल यहाँ यो छ भात यहाँ छ टमाटरको घरको अर्ग्यानिक टमाटरको अचार यो चाहिँ एकदम बेनिफिट फर हेल्थ एन्ड टेस्ट त्यही हुन्छ मम्मी डाइटिङहरू गऱ्यौँ है जे पनि तपाईँ नल्याउ नल्याउ भन्नुहुन्छ किन यस्तो हामी त डाइटिङसँग फाइटिङ गर्ने खाना पनि यति अचेल खानु नि हौ मम्मी त्यहाँ खाना छ हिजो अस्ति भन्दा पहिला खाने खाना र अहिले खाने खाना म टेस्ट गर्न गइरहेको छु है मलाई चाहिँ लास्टै मनपर्छ क्या फेरि इस्कुस राम्रो हो नि केही बिसाउँदैन एकदम मजा तिमी भात खाऊ गुड्डु भात ल्याऊ गुड्डु अब चाहिँ हामी खाना खान्छौँ खान्छ बसा खान्छौ त्यहाँ बस्नु तिमी यता सजिलो लाग्छ कि मलाई ल ल ल ल खाऊ खाऊ ल बाबा खाऊ ल ओके जब चाहिँ हामी मिठो खाना खान्छौँ ओके गाइज खाना मजाले खायो भयो मम्मी भयो तपाईँ नै खानुहोस् भान्जा यहाँनिर टन्स भयो यो धेरै खायो त पड्किन अब मुठे ल खाना टन्स तपाईँलाई के हालिदिनु तपाईँलाई के हालिदिउँ तिमीलाई नि भात अलिक खाऊ ल मामालाई गएर खाना पाइन्छ तिमीलाई केही अम्लो पिरो च्वास केही भात सब्जी सब पुग्यो तपाईँलाई सब पुऱ्यायो होइन दाल पनि पुग्यो धेरै भयो दाल पिउनु न अलिअलि गरेर हौ छ्या त्यो राम्रो नि हेल्थको लागि हौ किन किन हेल्थ चाहियो म तन्दुरुस्तै छु त त्यही पनि खानुपर्छ बलिलो बजार त फेरि एउटा सोध्छु कसलाई केही हाल्नु पर्दैन नि नो भन्नु सबले नो 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 ल ठिक छ